आँखा लाउनु सक्दैन चारजना त्यो कालो चस्मा किन लगाऊ मैडम सबैलाई नमस्कार है सबै फोटो हान्नु सबको पेट्रोल उत्खनन क्षेत्र दैलेख जिल्ला हेलो साथीहरू स्वागत छ सेकेन्ड डे ब्लगमा रारा ब्लग हाम्रो जारी छ हिजो चाहिँ हल्का फुल्का थाकेकोले राति आएकोले गर्दा ब्लग राम्रोसँग टुङ्गाउन पाइएन अब चाहिँ हामी सुर्खेतबाट गुराँसी हुँदै जुम्लातर्फ लाग्दैछौँ आजको हाम्रो डेस्टिनेसन चाहिँ जुम्ला हो साथीहरू के कसो हुन्छ सबै म बाटोमा देखाउनेछु कृपया भिडियो अन्तिमसम्म ल हामी चाहिँ अब होटेल दी नमस्तेबाट चेकआउट हुँदैछौँ म चाहिँ बिलिङ गर्न जाँदैछु साथीहरू चाहिँ अब निस्किनुहुन्छ ए घाम लागिसक्यो रहेछ है बाहिर त घाम लाग्यो है ल आउनु त छिटो सरहरूले यहाँको स्टाफहरूले हामीलाई धेरै सर्भिस गर्नुभयो राम्रो बिहेभियर देखाउनु भयो होइन आई रिकमेन्ड प्लिज एनीवन गाइज आर भिजिट एट सुर्खेत डोन्ट फर्गेट टु स्टे एट दी नमस्ते हो सबै राम्रो छ अब कोही यता आउनुहुन्छ भने सुर्खेत होइन यहाँ आउनु होला बस्नु होला होइन अनि त्यस्तो नम्बर चाहिन्छ भने म पठाइदिन्छु ठिक छ सर एक्लै आइन्छ नि टोली आइछ नि मणिको त सर म्याडम सबैलाई नमस्कार है सबै फोटो हान्नु सबको ल सर शुभयात्रा ल सर म्याडम त्यहाँ अब गएर लिक सकेर फोन गर्छु फोन लिएपछि गर्छु ल शुभयात्रा ल दाइ ल ल ल ल सबैलाई विजय दशमीको धेरै धेरै शुभकामना हामीलाई चारजनाको 80 दुईटा बाइक हो 100 रुपियाँ भयो ठ्याक्कै दाइँमा आँखा लाउनु सक्दैन चारजना त्यो कालो चस्मा किन लगाऊ यो होइन कि हेर्ने यो पनि यता के गयो उता के गयो हेरेर हिँड्ने यहाँ टिकटक भिडियो बनाउनु हुन्छ बुलबुले तालमा रारा हिँडेको टोली बुलबुले तालमा भौतारी रहेछ कि राराको टोली 2 दिन भयो हिँडेको केटाहरू यही भटाखेतिर गर्दाखेरि यही दिल बिताउँछ अब हामीलाई अझै 10 दिन जति लाग्ला जस्तो लाग्छ मलाई यस्तो राला बढाएर पनि है रन भुल्न नपारे केटाहरूले सुर्खेतको बुलबुले तालबाट हामी चाहिँ अब सुर्खेत जिल्लाको अर्को पर्यटकीय स्थल कुन ठाउँ अरे गणेश होइन काँक्रे बिहार जाँदैछौँ फाइनल्ली रिच काँक्रे बिहार एउटै ढुङ्गाबाट निर्मित यो काँक्रे बिहार मन्दिर निकै नै अचम्म लाग्दो र आश्चर्यजनक छ र त्यसैमा सुन्दर पनि छ है साथीहरू ओहो क्यामेराको फ्रेमले नसोच्न सक्छ ल यो चाहिँ एउटै ढुङ्गाबाट निर्मित मन्दिर हो अरे यो सुर्खेत जिल्लाको प्रसिद्ध धार्मिक स्थल ऐतिहासिक स्थल रहेछ साँच्चीकै नै मनमोहक नै रहेछ है तपाईको सामान छुट्यो कि हो मेरो सामान छुट्यो के भन्दा काँक्रे बिहार मन्दिरको यो सम्झना छुट्यो विन्ध्यवासिनी स्विट प्यालेसमा साथीहरू आउँदैछौँ के खाने हो चाउमिन खाने हो लक्ष्य भेज चाउमिन खाने होला नि सुक्खा रोटी पाइन्न सुक्खा रोटी पाइन्न
चिल्लो हुन्छ सिगारेट ल्याउनु साह्रो तपाईँहरू के अहिले हिँड्नुहुन्छ अब हिँड्ने हो आज म पुग्यो सुन्नुहोस् तपाईँहरू रारा जाने भए सकेसम्म तपाईँहरू बड्डी चर अथवा चाहिँ यहीँ खान खाएर मात्रै जानु होला है बाटो बिग्रियो आउनु सक्छ नत्र दुःख पाउनु हुन सक्नुहुन्छ कि ल तपाईँहरूलाई जानकारी मात्रै गराइदिएँ मैले हुन्छ हुन्छ धन्यवाद सर धन्यवाद हामी चाहिँ अहिले सुर्खेतको वीरेन्द्रनगरको करिब 10 मिनटको उकालोपछि यो धम्म डाँडामा आएका छौँ। एकदमै चिसो हुस्सु तल सुर्खेतको गर्मीले हामी आत्तिएका थियौँ। अहिले भने एकदम बादल रागिरहेको छ, कुहिरो आइरहेको छ। यहाँको मौसम नै यस्तै नै हुन्छ अरे। यस्तो दामी छ। यति बेला चाहिँ हामी सुर्खेत जिल्ला कटेर दैलेख यहाँ पछाडि यो गेट छ, दैलेख जिल्ला प्रवेश गर्दैछौँ साथीहरू। र हाम्रो यात्रा जारी नै छ अझै। साथीहरू पछाडि ब्याकग्राउन्डमा हुनुहुन्छ र हामी फोटो भिडियो गरेर अगाडि बढ्छौँ। अनि हाम्रो यात्रा चाहिँ मध्य पहाडी लोकमार्ग हुँदै अगाडि बढ्नेछ। अघि भर्खरसम्म कुहिरेल ढाकेको वन जङ्गल बाटो थियो भने अहिले चाहिँ यहाँ घाम लागेको छ। यहाँबाट तर घामै घाम छ, साथीहरू देख्न सक्नुहुन्छ। पुरातात्विक एवं धार्मिक महत्त्वको दैलेख जिल्लामा प्रवेश गर्नुभएकोमा हार्दिक स्वागत गर्दछौँ। र यो चाहिँ हामी दैलेख जिल्ला प्रवेश गरिसकेको पछिको दृश्य हो। यहाँबाट सयौं पहाडहरू देख्न सकिन्छ। दैलेख जिल्लामा आएपछि हाम्रो साथी गणेशले चाहिँ अब धाराको पानी, चिसो पानी, मूलको चिसो पानी
पानीले तिर्खा मेटायो क्या आनन्द आउलाई गणेशजी बब्बाल कस्तो छ सुर्खेतको वीरेन्द्रनगरबाट 12 बजे करिब 12 बजे हिँडेको हामी अहिले चाहिँ 2 बजे होइन 2 बजे दैलेख जिल्लाको ढुङ्गेश्वरमा छौँ। हामी चाहिँ यो दैलेख जिल्लाको ढुङ्गेश्वरबाट खाजा नास्ता गरेर अब चाहिँ हाम्रो यात्रा दैलेख जिल्लाको सदरमुकाम दैलेख नै हुनेछ। अनि त्यहाँबाट केही किलोमिटर तल झरिसकेपछि हामी चाहिँ अहिले चाहिँ यो दैलेखको खानी क्षेत्रमा पुग्नेछौँ साथीहरू। किप वाचिङ। यहाँको भ्यू चाहिँ यस्तो छ है, तर अलिक गर्मी गर्मी ठाउँ रहेछ है। यात्राको पहिलो पुरै नबिजाऊ है, पुरै नबिजाऊ, मजा हो त्यस्तो। काँधमा काँधमी दैलेख पाल्नु भएको हजुर यहाँनिर चौबाट सेट छिर्नु तलतिर जानु होइन, तलतिर टेकेन्द्र चोक आउँछ त्यहाँबाट भित्र जानु होला। यो ऊ त्यो पर निलो घरमाथि र त्यो मोडमा जानुभयो भने आधा घन्टा लाग्ला है त्यहाँ पेट्रोल पम्प जानु। आधा घन्टा 70 किलोमिटर रहेछ कि होइन? हामी चाहिँ अहिले दैलेख बजार पार गरेर मध्य पहाडी मार्ग हुँदै दैलेख जिल्लाको पेट्रोल खानी हुँदै हामी चाहिँ गौरवतर्फ अगाडि बढ्दैछौँ। नेपालकै गौरवमय इतिहास बोकेको एकमात्र पेट्रोल उत्खनन क्षेत्र दैलेख जिल्लाको यो पेट्रोल उत्खनन क्षेत्रमा छौँ हामी चाहिँ। र चाइना कम्पनीसँग मिलेर जुन उत्खनन गरिएर अस्ति भर्खर मात्रै पत्ता लगाएको छ कि लगभग 100 वर्षलाई पुग्ने जति हामी नेपालीहरूलाई पुग्ने जति मिथेन ग्यास रहेको जानकारी पनि आइसकेको छ। र यो क्षेत्र चाहिँ यही नै रहेको छ साथीहरू।
हेलो हेलो हामी चाहिँ कति तिमीले मलाई चाहिँ भन्न सिकायो यार मैले जुनको लाइन चाहिँ मध्यपश्चिमको परम्परागत विवाह रहेछ यो अनि यहाँका मान्छेहरू चाहिँ साँच्चीकै वेलकमिङ हुँदो रहेछन्। चाहिँ अहिले मिनी सिन्धुलीमा छौँ साथीहरू। मिनी सिन्धुली भनेर यहाँ गणेश भुषालजीले नामाकरण गरिसक्नु भएको छ। पूर्व होइन, हामी पश्चिमबाटै हो, तर बुटोलदेखि। गणेशजी हामीभन्दा त पूर्व भयो नि त। हामीभन्दा त हजुर धेरै पूर्व भयो। हजुरहरूको त सुर्खेतदेखि हो र? सुर्खेतबाट हाम्रो यही हो, गाउँ माथि गाउँ जानेछु। ए यहाँबाट अब कालीकोट कति होला नि किलोमिटर? हजुरलाई अड्कल छ? टमक्कै चिया। स्लो काट्छौ कि हामी पछि बस्छौँ कि खास। ल ल भयो, लक्ष्य जिद्दी छ, छोडिदियो। सर यो चार्जर दिनु न। ओके मैले भिडियो गराएँ, मैले गर्छु एकै मिनट है। नलगाऊ, लाउँछु। मुई गर औषधि दिएर हाम्रो नलगाऊ। होइन धुलो भयो भने त मैले त सक्दिनँ, किरो पर्छ भने। यसले अब पार्टी पैसा चाहिँ हाल्छु भनेको के रे? हानेन नि घर भन्ने यताउता भागा भाग हुन्थ्यो होला, छोडै भएको थियो होला। बाटो अन्त खानै छैन, यही बाटो हो। अछाम गयो नि, कछाम गयो नि, यही हो। अछाम गयो नि, आसाम गयो नि, सिन्धुली गयो नि, यही बाटो हो। के राखेको भने यही डरममा सल्लाहको छोटा सल्लाहका चोक हो र। मान्छे पहाडी सुनसान
छ र अब 2 घण्टा लाग्छ। कति छ र कति छ 2 घण्टा यस्तै यो बाटो त। ए यो आउने रोड कताबाट हो नि यता होइन हामी यतैबाट आयो यता तलबाट आएको नि ए कर्णालीबाट आउने यही हो ए ल ल हामी पारी जाने होइन अनि अछाम फेरि यो पारी अछाम हो हामी उतर्न भएन होइन ल डन त डाइरेक्ट कालीकोट ल धन्यवाद ल हुन्छ Oh my God! What the hell? हजुर एकछिन रोक्नु ब्रेकले काम गरेन नि एकछिन रोक्नु हजुर हामी त कालीकोट अहिले कालीकोट पुग्ने हो हजुर मानमा हजुर हाम्रो पनि घर चाहिँ त्यही सर होइन हजुर बाटो खत्तम रहेछ है बाटो त अब के गर्नु यस्तै छ उहीसम्मै त्यस्तो नगर्नु न उहीसम्मै छ यस्तो छ 10 मिनट 5 मिनट रोक्नु बरु झन् यो बाइकले धोका दियो भने झ्याउ हुन्छ यस्तो साइड लाएर बस्नु 5 मिनट बस्ने स्टार्ट इन्जिनियर अफ गर्ने झगडा लाग्यो दुई तिन ठाउँमा बनाइसक्यो हामीले अब कति मिनट ब्रेक हुन्छ अनि लङ हिँड्दा यसरी बल्लमा हो हामी पनि नेपालबाट आएको अब मानमा पुग्ने खासै त्यति टाढा छैन हजुर बाटो अलि हुँदा बाटो गाह्रो भएर हो अनि अबको एक घन्टा भन्दा बेसी लाग्छ हजुर होइन बाटो अप्ठ्यारो छ कि नभए रामकोट बजारमा आएका छौँ यो दैलेखको रामकोट बजार रहेछ अझै हामी दैलेख जिल्लामै छौँ साथीहरू गाइज अहिले यो लगभग रातिको 8:30 बजिसकेको अवस्था छ हामी कालीकोट जान भनेर हिँडेको बाटोमै छौँ अलपत्र सहीहरूलाई कुर्दैछन् साथीहरू फेरि अब चिलमा हो कि है खान त केही खानु नि दाइ पनि चिलमा बस्दिनुहुन्छ यो डाँडैदेखिमा आएन पछि आउनु आएको हामी नि स्पिड त आएको होइन कि अब साथीहरू हराइदिनुहुन्छ यस्तै हुन्छ तिमी त धेरै स्पिड आयो त्यो अप्ठ्यारो तिनीहरू त घेन्द्रिङ गऱ्यो होला ठिक छ ओ उता नि हरियो भयो क्या रातो बोलियो आयो आयो उज्यालो आयो यता बजाऊ ओ पारी सयहरूको झन्डा साथीहरू यस्तो रोका है अब अफरोड ताती हो बाइक कत्रा खाना छैन नि त यार अगाडि यहाँ बत्ती त ब्याट्री भइन्छ कति बाटो अलि आउला क्या फर्किन्छ यत्रो छ मेरो हात ढेडको ल जाम त्यो लास्ट भएर मेरो पनि घटाउँदै नानी हो क्या ए यिनको नयाँ हो कि आधा घन्टा हुन्छ आधा घन्टा नै 1.5 घन्टा अझै कालीकोट माथि बजार पुग्नलाई मान्नु बजार अँ 1.5 घन्टा ए अच्छा लाइट देखाइदिएको भिडियो गरेको जिल्ला पर्यटन कार्यालय कालीकोट ल फाइनल्ली हामी चाहिँ अहिले कालीकोटको प्रवेशद्वारमा आइपुगेका छौँ आउँदा खिच्न लाग्यो ल अहिले हेर्नु अनि जानु ल कालीकोट तानो आउँदा चाहिँ गाह्रो होला हिँड्नु गाह्रो ओहो
घर्दैन नि फेरि घर पर ल अब चाहिँ केही उनीहरूको यात्रा पछि हामी माथि मामा बजार पुग्नेछ वाइ वाइ साथीहरू भोक लाग्यो सबैलाई ल ल हजुर हामी बुटो लेखेको छ हजुर ल यो चाहिँ कालीकोटको मानमा बजार हो माथिको मानमा बजार हामी चाहिँ लगभग वारिपारि आइपुगेका छौँ यो बजार कतेर उता आइसक्यो ढुङ्गा त गरे केटा घाँसी हुने भयो यार होटल उठ्यो रहेछ कि ऊ त के लक्ष्मण यो ठुलो छ नि यो बस्ती बोलेको हामी बस्ने होटल त यो टल्के है नहीं मेरे भिडियो यहाँ त भिडियोमा टल्किन्न के टल्के है ओहो के हो यार रात यहाँ टल्किने ढुङ्गा हेऱ्यो कालीकोटमा दुईसान टल्किन्छ होला कालीकोट हो के कालीकोट होइन कालीकोट त स्याङ्जा हो ल हामी चाहिँ अहिले कालीकोट जिल्लाको मानमा भन्ने ठाउँमा आइपुगेका छौँ र आजको हाम्रो बसाइ चाहिँ यहीँ हुनेछ होटल शुभ कोट दरबारमा र अब चाहिँ नेक्स्ट डेमा नेक्स्ट पलको साथ आउनेछु धन्यवाद एकदम थके लागेको छ बाटो चाहिँ लास्टै अप्ठ्यारो रहेछ यतापट्टिको